नेपाली चलचित्रका चम्किला सितारा अनमोल केसीको जन्म सन् 1994 मार्च 30 मा भएको हो। सुपरस्टार भुवन केसी र नायिका सुस्मिता केसीका छोरा अनमोलले मल्पी इन्टरनेशनल कलेजमा ए लेभलसम्म अध्ययन गरेका छन्। 6 फिट अग्ला नायक अनमोल केसीलाई पढाइमा त्यति रुचि नभए तापनि म्युजिक र स्पोर्ट्समा बच्चैदेखि साह्रै रुचि थियो। उनले स्कुलमा साथीहरूसँग मिलेर म्युजिक ब्यान्ड पनि खोलेका थिए। अनमोलले स्कुल छँदा एक्टिङलाई करियरको रूपमा सोचेका थिएनन्। उनले आमा बुबाले समय दिन नसक्दा लामो समय होस्टेलमा बिताए। उनी सानै छँदा उनको बुबा आमाको डिभोर्स भएको थियो। उनी बाबुसँग बसे पनि आमासँग सम्पर्कमा रहिरहे। बुबा भुवन केसीको अत्यन्त बिजी दिनचर्याले गर्दा उनले बाल्यकाल मल्पी इन्टरनेशनल स्कुलको होस्टेलमा बिताउनु पर्यो। अनमोल सन् 2012 मा साथी म तिम्रो चलचित्रमा सानो भूमिकामा देखा परे भने सन् 2013 मा लिड एक्टरको रूपमा होस्टेल मुभीबाट उनले अफिसियल डेब्यू गरे। होस्टेल एक टिनेज रोमान्टिक मुभी हो जसले टिनेजरहरूको जीवनमा पर्ने सुख दुःखका क्षणलाई देखाएको छ। अनमोलले यो चलचित्रलाई आफ्नो जीवनसँग मेल खाएको महसुस गरे र पहिलो पटक नायकको रूपमा चलचित्रमा देखा परे। यो मुभीबाट उनले आफ्नो पर्सनालिटी र लुक्सको लागि ठुलो फ्यान सपोर्ट पाए। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। अनमोल एक स्टाइलिश र फ्यासनेबल हिरोको रूपमा चिनिन्छन्। उनी आफ्नो कपडा र हेयर स्टाइल परिवर्तन गरिरहन्छन्। अनमोलका प्रायजसो चलचित्रले राम्रो बक्स अफिस कलेक्सन गरेको छ। अनमोललाई एकान्त मनपर्छ र उनी अरूसँग खुल्न त्यति रुचाउँदैनन्। घुमफिर गर्नु र देश विदेशका सिक्काहरू जम्मा गर्नु अनमोलको हब्बी हो। अनमोलले 30 भन्दा बढी देशहरू घुमेका छन्। अनमोल केसीको नाम चेरी फिल्मकी नायिका एना शर्मासँग जोडिएको छ। यी दुईजना थुप्रै समारोहमा सँगै देखिएका छन्। उनीहरूले सुस्मिता केसीसँग अनमोलको बर्थडे पार्टी मनाएका फोटो पनि सेयर गरेका छन्। त्यसैले एना शर्मालाई अनमोल केसीको गर्लफ्रेन्ड भनिन्छ। तर दुवैले मिडियालाई यो कुरा झुटो भएको र आफूहरू मिल्ने साथी मात्र भएको बताएका छन्। अनमोल सधैँ उस्तै भूमिकामा देखिने गरेको भनेर आलोचित पनि छन्। उनले आफ्नो चलचित्र ड्रिम्सको प्रिमियरमा 4 जना बडीगार्ड लिएर गए। नेपालमा बिरलै देखिने यस्तो घटनाले गर्दा यो कुरा निकै चर्चामा रह्यो। अनमोलले होस्टेल, जेरी, ड्रिम्स, गाजलु जस्ता हिट चलचित्रमा लिड एक्टरको रूपमा अभिनय गरे। चलचित्र क्षेत्रमा लागेको छोटो समयमै उनले थुप्रै अवार्डहरू पनि हासिल गरेका छन्।